हेलो नमस्ते गाइस, आजको नयाँ भ्लगमा स्वागत छ। म चाहिँ धेरै लङ टाइम पछि आएको छु। हेर्न सहितलादेखि त काम चर्केर यस्तै कडा छ। म चाहिँ अहिले मन्दिर जान लागेको। कुल्यान मन्दिरमा चाहिँ अहिले वैशाखको 18 गते कुल्यान पूजा हो नि त, त्यसैले काम चल्दैछ। म चाहिँ ठुक्क लाएर जान लागेको। यो पानी मुइसो लैदिएर अनि पछि ठेक्को गरेको पुरै के गाइस। अनि त्यही हो लङटम पछि आएको छु। अनि मन्दिर पनि क्या धेरै गर्न अगाडि म त बिहान जाने यो पनि जान्थेँ नि त। अनि पछि वैशाखको 18 गतिखेरि कुल्यान पूजा छ। अनि त्यहाँबाट अहिले चाहिँ त यताबाट किनहाल्ने के काम हुँदैछ, त्यसै कारण म चाहिँ जाँदैछु गाइजहरू है। बाटो मुला यस्तो छ क्या, टन्ट पुरै घाम लाएर घामले मार्छ। अरे मन्दिरमा गएर पुरै देखाउँछ होइन गाइजहरू। बाटो नि लास्ट चप्पल फेरि यस्तो लाएर हिँडेछु। ढक्क मुइले प्योर लोकल मुही हो क्या, घरमै बनाएको प्योर लोकल। गर्मीमा शीतल दिन्छ जे भने होइन। अनि पुरै यस्तो छ यो सिँढीमा। अरू कुल्यान पूजा हो हजुर, त्यहाँ मन्दिरमा मैले त्यहाँ जाने नभएर अब यस्तो छ यतातिर डाइरेक्ट मन्दिर हो उहाँ। अब उहीँ गएर खिच्छु गाइस। अहिले चाहिँ म मन्दिरमा आएको, पुरा काम चल्दैछ। यसलाई यताबाट गेट राखेर यता पनि गेट छ, दुईतिर यताबाट पस्छ यता निस्क्यो पुरै यस्तो हुन्छ यतातिर एकदम। यता यस्तो लगाएर यहाँ चाहिँ पहिला यहाँ माथि त छानो हालिने अरे। अनि यहाँ पुरै भत्काइसकेको छ। यहाँ मन्दिरको उस थियो, अनि अहिले छैन। यहाँ अर्को यो त फलाम भइहाल्यो। यसमा गाडेको देउता चाहिँ सारेको अस्ति। अनि यस्तो छ क्या धैर यहाँ मुनि मल भाङ्दा यति गाह्रो काम भइरहेछ। टक्क देख्नु त ओ गाइज यस्तरी जतासुकै यस्तो होइन। अर्को यहाँ जस्तो घन तर जस्तै गरौँ छ लास्टै। एउटा हातले उठाउनै सक्दैन म त। यहाँ चाहिँ डल्लो बोक्न लाउनु छ अहिले चाहिँ। यो यहाँ त यहाँसम्म पुरानै इँटा राखेको, यहाँ त माथि इँटा यहाँ त खपेको क्या। अनि यहाँ चाहिँ अहिले फेरि गेट बनाउने, यता चाहिँ गाडो निस्केर यता चाहिँ गेट बनाउने। यता चाहिँ खानु गरस चाहिँ माथि टिन राख्ने। अरू त केही छैन त्यतिर। यसो त्यहाँ प्याज हो कि लसुन हाल्ने, प्याज रान्छ जे रान्छ टक्क चाहिँ देखाउनु कस्तो छ। त्यही हो गाइस, एकछिनपछि भेट्छु। गाइस म चाहिँ अहिले धरती जोडेर आएको छु कि हिमाल चढेछु भनौँ। यहाँ चढ्न मलाई रमाइलो लाग्छ। यहाँ जस्तो हुन्छ सबैले यस्ता कन्डिसनले चढ्छ क्या। यहाँ चाहिँ यस्तो छ क्या माथि हेर्नु। मलाई डर लाग्यो। पुतली बजार माथि चाहिँ पुतली बजार नामी खतरा छन् क्या। मलाई डर लागिरहेको छ गाइस। तर म चढ्न देखिहाल्नु क्या। इँटाहरू आइसकेको छ। अब त वैशाखमा कुल्यान पूजा हुन पनि राखेछौँ। मेरो पनि मक्सिना राखेको ठुलै भइसक्यो, मासु खानेकै भइसक्यो गाइजहरू। अब मेरो चाहिँ काँडे के हो अनि भिडियो आउँछ, त्यसको लागि प्लिज फुल सपोर्ट गरिदिनु होला। म चाहिँ माथि गएर खिच्छु। हल्दी हुन्छ यो मासु पुरै। यसमा चाहिँ माथि जान्छु म। घर आएर बाहिर मन्दिर जान थालेपछि म आउँछु। यहाँ त यस्तो भइरहेको छ ठुलो भयो यताबाट एकदम पहिला अलि सानो थियो, अहिले अलिक ठुलो भयो।
चलिरहेको छ। त्यही हो एकछिनपछि मन्दिरबाट भर्खर फर्किरहेको छु। हेर्नु न बसेको बेला मरिसक्यो मकैको किलो खन्नी भयो घर फर्किनुपर्ने हुन्छ। कस्तो घाम कस्तो लाग्यो यो कागज बिहानतिर जाने आउनु 3 वर्ष 2 वर्षतिर एकचोटि नि कति चाँडै यार गएर नि यो वर्ष कति चाँडै जान लागेको छ। अब धेरै छैन होइन धेरै भनेको 20 दिन होला लास्ट 20 दिन नै छैन अब त। बेलाउतीको भात मैले फेरि बेलाउतीको भात खान्छु कन्टेन्ट हुनु पर्यो युवानीको लागि सपोर्ट गरिदिनु होला। भित्ताको माटो बटाएर त्यही हो गाइस। अब मैले पुरा भेडाहरू देखाउँछु। अब डाइरेक्ट घर भेटौँ ल गाइस। मैले गोठमा आएको कति गरम अहिले हप्पै आउँछ देख्दैन यता हेर न भेडाले मानेर त्यही गर्दैन अहिले आफै आउँछ त्यस्तरी हेरेछ जुम देख्नु हेर्न त लास्टै ठुलो भएको यता आउनु के होला त्यसरी हेर्ने कहिले देखेको छैन। मेरोभन्दा राम्रो त यिनीहरूकै छ। यहाँ मेरो बिचरा यिनीलाई काटिन्छ यता हेर जहिले आउँछ। आज त सानो थियो खाजा एडिट गरेर हाल्नु पर्ने हुन्छ त्यसो कारण सानो थियो। अब चाहिँ डेली भ्लग आउँछ हेर्न मन नखिँदैन यस्तो बब्बाले बब्बाल एडिट गरेर राख्छु नि मन छुन्छ कि मन छुन्छ। यो घर कति वर्ष पुरानो होला कमेन्ट गर्नुहोस् है। यो त माइला भएको अब यो पहिला कति रुपियाँ बनेको अहिले यहीँ घर बनाउन लाग्छ टन्नै। यस्तै छ फ्याम भन्ने यस्तै छ त्यही हो। अब नेक्स्ट भ्लगमा भेटौँला। आजको भ्लग यहीँ बाई।